गाइस हाम्रो भाइ बहिनी चाहिँ स्कुल जाँदैछन् जाउन दिउँ ल बाटो बर्खा लागेर चिप्लो छ होइन हो चिप्लो छ नि बाटो हाम्रो गाउँतिर त्यस्तो छ गाइस बाटो आज हामी यो गाडीले नान्ने बाटोबाट हिँडेको ठिक छ हाम्रो गाउँको हेर्ने गाउँ हेर्नुहोस् यस्तो मजा लागिरहेको छ दामी छ मेरो छोरी सरस्वती त्यस्तो लागेर बाटो हिँड्ने यस्तो छ होइन सबैजना यस्तो मेरो भिडियोसम्म लाइक सब्सक्राइब गरिदिनु होला हस् हस् नानीहरूको आँखा तन्काएको भएको छ हौ बाटो चिप्लो छ आँखा भनेको भुइँमा हेरेर हिँड्ने हो नानीहरू लाइक कमेन्ट न्यू भ्लग भनेको के हो लाइक कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् होइन हाम्रो गाउँमा बाटो अप्ठ्यारो छ यार यस्तो बिजोक हुन्छ मेरो छोरा पनि हिँड्दैछन् यसरी उता तीनजना म्यामहरू हिँड्दै हुनुहुन्छ हाम्रो केटाकेटीहरू खाजा घर भनेको तिमीहरूलाई बेलुका म कहिले काहीँ खाजा बनाइदिन्छु ओ तिमीहरूलाई म कहिले काहीँ दिन्छु भने त ल यो खोला ठुलो खोला आएछ गाँठै यहाँनिर यो खोला बिचरी न के बिजो तँले जुत्ता भित्र केही हुँदैन अह मेरो बाबा त भित्रै भित्दैन नि ल होइन गाइस यस्तो बाटो चाहिँ एकदम मुस्किल छ है हिँड्नुलाई हजुर मेरो टिकटकमा च्याङ्बा छ अनि हजुरहरू पनि गएर यसो फलो गर्न सक्नुहुन्छ लाइक कमेन्ट गरिदिनु सक्नुहुन्छ हाम्रो गाई चाहिँ बाटो लास्ट बाटो यस्तो छ क्या होइन अब रोड आइपुग्नु आँटो धेरै बेर लाग्दैन रोड पुग्नुलाई अनि ठुलाठुलाहरू चाहिँ अब धेरै छिटो कुदेर डाँडा काटिसक्यो हामी ऊ पर पैसा ठुल्ठुलो चाहिँ हामी यहाँ छौँ अनि सुन नि यस्तो भएर क्या गाई कस्तो होइन सर यति चोखो यति मिठो देउला तिमीलाई माया बिर्सने छन् साराले होइन भनौँ न हल्का रमाइलो अब हामी पुग्नु लाग्यो लगभग स्कुल गाइस हामी चाहिँ रोड आइपुग्नु लाग्यो ल स्कुल नजिकै छ के खोजे भित्तातिर होइन फरक होइन चाटा न चाटा होइन गाइस हामी चाहिँ अब स्कुल आइपुग्यो अब आजको भ्लग सायद यति नै होला हो हजुर सबैजना यस्तो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अब भर्खर बनाउन सिक्दैछु म लागो अब कलास आइपुग्यो साँझ हाम्रो भाइको हाई आइज गएको छ ल तिम्रो आउँछ बस्दै गर ल मैले यहाँ तीनजनालाई 1-1 सय रुपियाँ पैसा दिइरहेको छ अहिले 1-1 सय पैसा मिलाएर खानु है तिमीहरूले
नेपाल